कन्फ्युजन नहुनुस् है, सक्कली र नक्कली छुट्याउनुस् तपाईहरुले है। हर्क साम्पाङको समदाताहरूले तपाईको चाहिँ नि यौन दुर्व्यवहार गर्यो भनेर चाहिँ कुराहरु अहिले सुन्दैछु मैले छैन, किनभने गलत गर्नेलाई गलत त्यसले त सजाय त भोग्नु पर्यो नि। पर्यो। दर्शकबिन यति बेला हाम्रो फ्रेममा हुनुहुन्छ स्वतन्त्र नागरिक समाजका अध्यक्षज्यू समीर तामाङ। सर नमस्कार। हजुर नमस्ते, धन्यवाद। अहिले पछिल्लो समयको ताजा विषयमा हामी प्रवेश गरिहालौँ हैन। समाजसेवी लेखिका मीना सिंहलाई चाहिँ नै अहिले प्रहरीले चाहिँ पक्राउ पूर्तिको लागि चाहिँ हिजो रातिदेखि नै खोजिरहेको अथवा आएको भन्ने खालको कुरा आइराखेको छ। यो वास्तविकता के हो यो वास्तविकता म तपाईहरुलाई पढेर सुनाउँछु। संसारभरि रहेर छरिएर रहेका हाम्रो तमाम दाजुभाइ दिदीबहिनीहरूले जान्नु पर्दछ। हिजो समीरलाई पनि एउटा बोलेकै भरमा त्यतिकै तपाईको चाहिँ नि एउटा तपाईको चाहिँ नि प्रतिशोध साँझेर जुन प्रकारले पक्राउ गरियो हैन, खोजियो, मैले गिरफ्तारी दिएँ हैन, म झुकिन पहिला कुरो। अहिले हामी यहाँनिर कोकाको यो पाइपलाइन बचाउने अभियानमा छौँ। हाम्रो मीना सिंह अब मैले दिदी भन्ने गरेको छु हैन, दिदीले के चाहिँ लेखेछ र त उहाँलाई पक्राउ गर्नुपर्ने अवस्था आयो त भन्दा सुन्नुहोस् है। यहाँ एउटा म तपाईँलाई यहाँ पढेर सुनाउँछु हैन। उहाँले भनेको चाहिँ नियम प्रक्रिया पुऱ्याएर काम गरौँ भन्नेहरू नै प्रक्रिया बिना चाबी नखोली तोड्ने फोड्ने काम गर्नुहुन्छ कि अरूले काम गर्दा नियम प्रक्रिया चाहिने आफूले गर्दा चाहिँ नचाहिने हो कि के हो भनेर उहाँले क्वेसन गर्नु भएको छ क्या। भनेपछि आफ्नो सामाजिक कुरा बुझ्न गाह्रो भयो सोझो मान्छेलाई भनेर उहाँले एउटा स्ट्याटस लेख्नु भएको छ। अब स्ट्याटस लेखिरहँदाखेरि अहिले त यति धेरै त्यो अहिले सामाजिक सञ्जालैभरि फोटो छ। त्यो एउटा चाबी झुन्ड्याएको एउटा फोटो छ अनि चाबी फोरेको एउटा फोटो छ हैन। त्यो दुईटा फोटोलाई राखेर अब चाबी झरे के अरे एउटा चाहिँ झुन्ड्याएको र चाबी फोरेको फोटो राखेकै एउटा न्युमा चाहिँ मीना सिंह दिदीलाई जुन प्रकारले माथिको आदेश भन्दै पक्राउ गर्नुपर्ने हैन, यो अचम्म खालको छ। हेर्नुस् न, यो लोकतन्त्र होइन यो दलतन्त्र छ भनेर यहाँबाट प्रमाणित हुन्छ क्या। आज उनीहरूले हाम्रै मेयर साहबको पनि त दुनियाँ दिवाना अनेक गरेर बनाएकै पक्राउ गरे केही गरे त भएन नि त। तर यहाँ के छ भन्दाखेरि मेरो शक्ति छ, तागत छ, दम छ भनेर चाहिँ तपाईँको अहिले स्वतन्त्रहरूलाई आज यिनीहरूको केही छैन भन्ने हिसाबले जुन प्रकारको आज चाहिँ तपाईँको चाहिँ नि दमनकारी नीति अपनाइएको छ, यो प्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ पहिला कुरो त हैन। र हामी सम्पूर्ण समदाता अभियानमा लाग्नेदेखि लिएर हाम्रो स्वतन्त्र नागरिक समाजको सबैको हाम्रो ध्यान आकर्षण पुगेको छ। एउटा चाहिँ नि समाज सेवा समाजको एउटा दिन दुखीहरूको लागि आज हैन यी आवाज उठाउनु एउटा उहाँको कर्तव्य हो नि। त एउटा सचेत नागरिक भएपछि दायित्व पनि हो नि त, जनतालाई बुझाउनु पनि पर्यो नि त। सधैँभरि चाहिँ जनतालाई भ्रम छरेर त हुँदैन नि त। आज तपाईँ हामीलाई उफ्री तपाईँको 5 फिट उफ्रेला झै जस्तो उफ्रेर नियम र कानुन र तपाईँको चाहिँ नि हामीलाई चाहिँ यो पुगेन र त्यो पुगेन, यो प्रक्रिया र त्यो प्रक्रिया पढाउने कुरा गर्नेहरूले आज पुरा गरे त, उनीहरूले आफ्नो प्रक्रिया पुरा गरे त गरेन नि त। त्यस कारणले पनि म के भन्न चाहन्छु भने यी सबै भ्रष्टहरूले आज जुन प्रकारको दमनकारी भूमिका निर्वाह गरिरहेको छ, अहिले तपाईँको फरार सूचीको वान्टेडमा राखेर चाहिँ मीना सिंह दिदीलाई खोजिराखेको छ भन्ने कुरा मैले हिजो बेलुकैदेखि पक्राउ गर्ने भन्ने कुराहरू सुने। त यो कुरा आधिकारिक पनि रहेछ, मैले पनि होइन होला भनेर सोचेको थिएँ, हो रहेछ हैन। कसरी थाहा पायो? यो मैले सोधेँ, प्रशासनमा पनि सोधेँ हैन। उहाँलाई के कारणले तपाईँले पक्राउ गर्ने यो गर्नु भन्दाखेरि उहाँको नाममा उजुरी परेको छ। उहाँले चाहिँ यसरी एउटा जनप्रतिनिधिलाई एउटा हामीले खबरदारी गर्छौँ भन्छौँ हैन, सञ्जालबाट भन्छौँ। अब त्यही कुरालाई लिएर उनीहरूले त्यो जुन प्रकारको हैन त्यहाँनिर देखियो, त्यो एकदमै तपाईँको चाहिँ यो चाहिँ असंवैधानिक देखिँदाखेरि पनि तपाईँको एउटा यस्तो त कति गर्छ प्रचण्ड शेरबहादुर त्यो बाख्रा टाउकै राखेर देखाएको छ। अब त्यो उसलाई हैन गगनेलाई हैन, त्यो खोइ त अब हाम्रो मेयर साहबलाई दुनियाँ सबै बनाए त हैन, सबै बनाए त खोइ त्यो कुरा भयो त भएन नि। त्यहाँबाट पनि थाहा हुन्छ क्या आज यी व्यक्तिहरू लोकतन्त्रमा आज तपाईँको गणतन्त्र ल्याए भनेर आज फुइ लडाउनेहरू आज तपाईँको जुन प्रकारले यिनीहरूको हस्तक्षेपकारी भूमिकाले गर्दा आज ती तपाईँको चाहिँ नि भन्छ नि तपाईँको चाहिँ नि च्यान पुगिसकेको त्यो राजा फर्किनु पर्ने ल्याउनुपर्छ भन्ने मान्छेलाई किन आक्रोशित भइरहेछ नि त भन्दाखेरि त्यही हो कारण। लोकतन्त्रमा जे पाए त्यही गर्न त पाइएन नि त। किन जे पाए त्यो के गरेछ र नि? एउटा के चाबी दिएको छ हैन, त्यो त यस्तो नि चाबी फोड्ने भनेर चाहिँ अध्यक्षले देखाइदिएको छ। फोरेको छ त यार, ड्याङ यसरी तानी हानेको छ त, फोर्नेन भनेर के भने त एडिट गरेर लगाइदिनु भएको छ। त्यसरी सामाजिक सञ्जालले के एडिट गर्छ? चरित्र हत्या भयो। चाबी फुटाउनेलाई चाबी फुटाउने नै भन्छ नि त।
होइन चाबी खोसाएर लानेलाई चाबी उ गर्नेलाई चाबी लगे नै भन्ने होला नि त होइन र अनि अब त्यो कुरालाई लिएर ल त्यत्रो संसारभरि कतिले त्यो हजारौँ हजार पोस्ट गरेछ कति त्यहाँ कोही कुरा प्रतिक्रिया आएन किन हर्का साम्पाङकै यहाँ हामी समर्थकहरू हामीलाई नै टार्गेट गर्छन् क्या समीरलाई नि किन वान्टेडमा राख्छन् त भन्दा त्यही हो समीरले चाहिँ अब यिनीहरूको भण्डाफोर गरिदिइहाल्छ यिनीहरूको हामीले त न्याय कुराहरू गर्दाखेरि त आम जनताले त्यो कुरालाई त हेरेको छ नि त त्यही कुरालाई हेरेर उनीहरूले जुन प्रकारको फन्डा गरियो आज एउटा चाहिँ नि निर्दोष एउटा चेलीलाई जुन प्रकारको होइन पक्राउ गर्ने भन्ने दुनियाँ दिवाना गर्ने यो कहाँसम्म न्यायचित हो एउटा लेखेको एउटा तपाईँको चाहिँ नि नियम कानुन प्रक्रिया पुरा गर्नु पऱ्यो भनेर चाहिँ भन्दाखेरि अहिले त्यो मिना सिंहले पहिलोचोटि हालेको र त्यो फोटो त्यस्ता फोटो त हजार फोटो हालेको छ नि सबैले होइन र जसले नै हालिदिएर देखाइरहेछ त तर त्यो नियम उहाँलाई मात्रै लाग्छ उहाँ जस्तो अलिकति विशेष मान्छेले हाल्दाखेरि त अझ चरित्र हत्या हुनसक्छ होइन चरित्र हत्या त यस्तो हुन्छ कि चरित्र हत्या कसरी भएर के भनेको छ र चाबी तपाईँको चाहिँ लानेलाई चाबी लाने ठाउँमा राखेको छ तपाईँको चाहिँ नि फोर्नेलाई फोरे भनेर चाहिँ गरिरहेछ नराम्रो कुरा के लेखेको छ त मिना सिंह दिदीको भर्सन के छ पहिला कुरो त्यो बुझ्नु पर्दैन उहाँको भर्सन के छ त उहाँले त के भन्दाखेरि नियम प्रक्रिया कानुन मात्रै खालि त्यो ठटाएर बस्ने हो क्या भन्नुहोस् न हामीले हरेक त्यहाँ हेर्छौँ त कार्यपालिका बैठकदेखि लिएर सबै ठाउँमा हेर्छौँ खालि हाम्रो मेयर साहबलाई नियम कानुन र प्रक्रिया र यो र त्यो मात्रै कुरा गर्छ अनि त्यो चाहिँ चाबी फुटाएर पस्नु चाहिँ के प्रक्रिया पुरा भयो त भएन नि त तर एउटा कुरो के चाहिँ बुझ्न आवश्यक छ भने संसारभरिका हाम्रो दर्शक महानुभावहरूलाई शुभचिन्तक समर्थकहरूलाई के भन्न चाहन्छु नि चाबी चाहिँ यो देश बनाउने चाबी चाहिँ हर्का साम्पाङसँग मात्रै छ है र नै यो अनेक अनेक काण्डहरू मचिरहेछ नि देश बनाउने चाबी देश बनाउने चाबी मेयर हर्का साम्पाङसँग मात्रै छ हो पक्कै पनि हो किनभने उहाँको भिजन चाहिँ त्यो चाबी हो क्या उहाँले जुन प्रकारको आज स्थानीय सरकारलाई एउटा मजबुत एउटा चाहिँ सरकार जस्तो बनाएर अहिले लिएर आउनु भएको छ नि हो त्यो चाहिँ हो क्या आज यहाँ हेर्नुहोस् त भनिरहेको छु यता एकचोटि घुमाइदिनुहोस् त पाइप यहाँ एकचोटि यो तल जोडी जोडी पाइप होइन यो दुई दुईवटा पाइप आज हामीहरूले यसरी मेहनत गरेर ल्यायौँ होइन अब काट्नमै कोहीलाई व्यस्त छ होइन कसैलाई फोर्नुमै व्यस्त छ कसैलाई के गर्नुमै व्यस्त छ होइन अब हामी चाहिँ विकास गर्नुमा व्यस्त छौँ त्यस कारणले गर्दाखेरि यी यस्ता खालका विरोधहरू आए तापनि बावजुद पनि हामीले त्यसका सामाजिक रूपमै हामीले सामाजिक सञ्जालमै त्यसको प्रतिक्रिया गरेका छौँ त्यसका हामीले चाहिँ भर्त्सना गरेका छौँ नि त हामी त्यो फिल्डमै उत्रेर गरेका छौँ त छैनौँ नि त त्यस कारणले गर्दाखेरि ती नसक्नेहरू जसले चाहिँ तपाईँको त्यहाँ आफूले जुन प्रकारको कामहरू गरेका छन् नि कुकृत्य गरेका छन् अनि त्यो कुराहरू उनीहरूलाई लाग्यो क्या चोरको खुट्टा काट भन्दा कसैले हुन्छ नि त चोरको खुट्टा काट भन्दा काट्यो भने जस्तै काट भन्दा खुट्टा ताने जस्तै मात्रै हो क्या यो यदि उनीहरूले त्यो गलत गरेको छैन त्यो कुरा होइन भनेदेखि त स्वतः रूपमा प्रतिकार गर्न सक्छ नि त होइन त्यहाँ कसले चाहिँ रोकेको छ र छैन नि त त्यस कारणले गर्दाखेरि जुन प्रकारको धरपकड गर्ने कुदाउने होइन त्यस्तो खालको काम यो बन्द गरियोस् म यो राज्यलाई पनि भन्न चाहन्छु तपाईँहरूको यस्तै हरकतले गर्दाखेरि लोकतन्त्र दिनानुदिन तपाईँको चाहिँ गणतन्त्र दिनानुदिन खसिँदो क्रममा भएर अहिले राजा चाहियो भन्नेसम्म मान्छेहरू आउनुको पछाडि कारण पनि छ क्या तपाईँहरू त राजा भन्दा पनि महाराजा निस्क्यो एउटा छोटे राजा भन्थ्यो नि त होइन एक राजा भन्दा त 100 राजा के अरे 100 राजा भन्दा एउटा राजा भन्दा गाउँै पछि टोलै पछि राजा निस्क्यो त अब जे गर्दा पनि मान्छे कुट्दा पनि भयो पिट्दा पनि भयो हेर्नुहोस् त हामीले तपाईँको चाहिँ नि गेट एउटा भलाएर चाहिँ एउटा तपाईँको चाहिँ एउटा चुकुल पनि भाँचेको थिएन के थिएन अब खोइ त तोडफोड गर्ने च्यात्ने फुटाउने अरे पुलिसलाई कुटै हानेर पुलिसको अमला चाहिँ तपाईँको अचार पिसे जस्तो बनाउनेहरूलाई कारवाही गरेको देखियो त हामीले देखिएन त अनि कानुन चाहिँ उनीहरूलाई चाहिँ नि लाग्दैन हामीलाई मात्रै कानुन चाहिँ हामीलाई मात्रै हो कानुन लाग्नुपर्ने चाहिँ भने चाहिँ लोकतन्त्र छैन यहाँ के यहाँ दलतन्त्र छ भनेछु त मैले यो लोकतन्त्र होइन दलतन्त्र दलेहरूको दलतन्त्र भने दलालहरूले दलेर खाने एउटा तन्त्र ल्याएको छ अहिले अनि जनताले भ्रम बनाएको छ चोक चोक गल्ली गल्लीमा दलहरू राखेको छ होइन अनि ती दलहरूको आसेपासे भरौटे भयो भने सेभ भयो होइन भने छैन विकासको नाममा केही गर्ने होइन जनतालाई जहिले पनि अभाव जहिले पनि तपाईँको चाहिँ समस्या त्यही देखायो त्यही लाएर भोट लियो त्यही चिज गर्दै त्यसो गर्दै हिँड्दै कहिलेसम्म यिनीहरूको राज्य चाहिँ हामीले कहिलेसम्म तपाईँको संरक्षण गरिदिनु पर्ने त्यस कारणले गर्दाखेरि जनताहरू बुझ्ने बेला भयो अब आउनुपर्छ अब चाहिँ जाग्नु पनि पर्छ होइन भनेदेखि योभन्दा अर्को मैले विकल्प देखाएको छुइनँ क्या त्यस कारणले म सबैलाई आह्वान पनि गर्न चाहन्छु यस्ता कुराहरूको खुलेर प्रतिकार गर्नुपर्छ है अहिलेको जमानामा तपाईँ हामीहरू कहाँ छौँ जहिले तहिले एउटै पार्टी एउटै यो भयो झन्डा एउटाले दिएको छ है यो भनेको छ नीति नियम सिद्धान्त नेतृत्व कस्तो छ त्यो हेर्नु सेर्नु छैन होइन हचुवाको भरमा भोट लाएको छ जनता के हामी कतिसम्म अबुझ हुने जहिले होइन
त्यस कारणले यस्ता अन्य अत्याचारको विरुद्धमा हामी भोलि गएर चाहिँ यस्ता खालका हरकत गर्छन् भने फेरि हामी सडकमा आउन पनि सक्छौँ। यो मैले तपाईँलाई गम्भीर रूपमा भनेको छु। अगर त्यस्ता खालका धरपकड गर्ने बोलेकै भरमा एउटा चाहिँ सोधेको प्रश्न सोधेकै रूपमा त्यस्ता खालका हरकत गर्छन् भने तपाईँ हामीले सोच्ने बेला आएको छ। यो सब किन भइराखेको छ? यो सबै यस्तो अब भ्रष्टहरूको दिन अन्त्य हुने बेला भइसकेको छ, अन्तिम आउँदैछ। मर्ने बेलामा छटपटायो भने जस्तै होइन, एक प्रकारको त्यो छटपटावट देख्दैछौँ हामीले। त्यो नियम कानुन केही उनीहरूलाई लाग्दैन, उनीहरूकै मात्रै अहिले हालिमुहाली गरिरहेछ। आउने दिनमा जनताले यो चाहिँ जनताको अदालतमा चाहिँ पक्कै पनि न्याय छानबिन हुन्छ। जनताले 84मा न्याय चाहिँ दिलाउँछ जस्तो लाग्छ। किनभने जनता जहिले पनि होइन हारिरहनु पर्ने, पार्टी र दललाई जहिले जिताइरहनु पर्ने, तिनीहरूकै जहिले भरौटे आसे पासे भएर हिँडिरहनु पर्ने यो कहिलेसम्म हो? त्यस कारणले गर्दाखेरि सबैजना अब चाहिँ सचेत बनौँ। यस्तै हरकतहरूले गर्दा यिनीहरूलाई हामीले चिनिराखौँ अहिलेदेखि नै। अब म त के भन्छु, अहिले हामीले श्रमदान गरेर यताउति गरिरहेको छौँ नि होइन। अब हेर्नुहोस् है 6 महिना अगाडि हामी पनि श्रमदान आउँछ नि, हेर्नुहोस् सबै आउँछ, कन्फ्युज पार्छ तपाईँहरूलाई। तर कन्फ्युजन नहुनुहोस् है, सक्कली र नक्कली छुट्याउनुहोस् तपाईँहरूले है। त्यस कारणले गर्दा म तपाईँहरूलाई सबैलाई आह्वान पनि गर्न चाहन्छु, तपाईँहरू सबै एकजुट भएर एकसाथ भएर अगाडिमा साथ दिनु होला। अब आउने दिनहरूमा तपाईँहरू सबै हामी एक भयौँ भने देश बन्छ। होइन भने यस्तै हेर्नुहोस् त, एउटा लेखेको प्रश्न गरेको नीति नियम पढाउनेहरूलाई नीति नियम उनीहरूलाई लाग्छ कि लाग्दैन भनेर एउटा क्वेसन गरेको आधारमै यति साह्रो उहाँलाई चाहिँ तपाईँको खोजी गर्नुपर्ने, पक्राउ गर्नुपर्ने, यो कहाँसम्म न्याय छ त्यो त? यिनीहरू कानुन लाग्दैन उनीहरूलाई, हामीलाई मात्रै कानुन लाग्नुपर्ने। त्यस कारणले गर्दाखेरि सबैजनाले सचेत भएर बुझ्नका लागि म अनुरोध गर्न चाहन्छु। जस्तो आज मीना सिंह दिदीलाई धरपकडसम्म पुग्यो होइन, घरमै चाहिँ प्रहरी पुग्यो भनेपछि यो खास कहाँदेखि सुरु भयो? यो खास यो चाहिँ यस्तो भयो, अहिले जुन प्रकारले धरान उपमहानगरपालिकामा कन्ट्रोभर्सी सुरु भयो होइन, मेयर साहब र उपमेयर साहबको बिचमा द्वन्द्व सुरु भयो। त्यो मतभेद सुरु भइसकेपछि अब धरान उपमहानगरपालिकाका तपाईँको डोजरका चाबीहरू होइन हस्तक्षेप गरेर उपमेयरले हातमा लिने जस्ता कार्यहरू भइसकेपछि एक प्रकारको सञ्जालमा चाहिँ त्यो चाबीको विषयमा लिएर उहाँलाई घाँटीमा चाबी लाउने के गर्ने कुराहरू देखियो त्यहाँनिर होइन। अनि तत्पश्चात पछाडि के गर्यो भन्दाखेरि त्यो त चाबी त लु त्यसरी गर्यो। अब पछाडि गएर तपाईँको चाबी फुटाउने कामहरू समेत गरियो नि त। त्यो कुराहरूलाई चाहिँ मीना दिदीले चाहिँ सामाजिक सञ्जाल उहाँको आफ्नै पेजमा चाहिँ होइन तपाईँको के लेख्नु भएको छ भन्दाखेरि अब त्यही मैले अघि पढेर सुनाएँ नि होइन। अब तपाईँको चाहिँ नियम कानुन र प्रक्रिया पढाउनेहरूले आफूले चाहिँ यो नियम प्रक्रिया कानुन पुरा गर्नुपर्छ कि पर्दैन भन्ने भयो। हतार त्यो 8-9 लाख रुपियाँ तपाईँको चाहिँ प्रदेशको बजेट ल्याएर होइन त्यहाँनिर पुलिस अस्थायी प्रहरी चौकी बनाउने भन्ने कुराहरू सुन्यौँ होइन। यो विषय चाहिँ अलिकति क्लियर गरिदिनु न, जनताहरूले अलि बुझेका छैनन् जस्तो लाग्छ। मैले हिजो पनि मैले आफ्नै मैले तपाईँलाई अहिले पनि म ठोकुवा गरेर भन्छु होइन, तपाईँले यो एकदम यो हाइलाइट गरेर राख्दा नि हुन्छ। 1 बन्छ 2 बन्छ 3 बन्छ त्यहीँ बन्छ, प्रहरी चौकी त्यहीँ बन्छ, त्यो जुन ठाउँमा विवाद भएको त्यही ठाउँमा बन्छ। तर बनाउँदाखेरि कमसेकम अलिकति फरक प्रकारको फरक चिज बनाएर अलिकति देखाउँ न, यानि कि हरेक नागरिक आउने यी पिँढीहरूले होइन हेर्न लायकको होस् न। आज त्यो जस्तो एउटा ऐतिहासिक ठाउँ बनिरहेको छ, ऐतिहासिक होइन, ऐतिहासिक तपाईँको चाहिँ नि त्यहाँ हामीले देखिरहेका छौँ। अब भयो के भन्दाखेरि चाहिँ एउटा तपाईँको चाहिँ नि ऐतिहासिक ठाउँमा ऐतिहासिक प्रकारको एउटा चाहिँ प्रहरी बिट पनि होस् भन्ने चाहिँ उहाँको चाहना थियो। अब त्यो गर्दा के भयो त भन्दाखेरि चाहिँ अब हर्क साम्पाङले यदि सुन्नुहोस् है, बडा अचम्म लाग्दो कुरो चाहिँ हर्क साम्पाङले यदि त्यो उहाँको डिजाइनलाई हामीले यहाँ एप्लाई गऱ्यौँ भने के हुन्छ भन्ने सोच्यो भने नि उनीहरूले यो कसले बनाएको भन्दा त हर्क साम्पाङले भन्छ भनेर हत्तपत्त त्यसको क्रेडिट लिन खोजे हो। त्यो बस्तीमा सबै जनताहरू 80-85% 90% जनता अहिले मेयर हर्क साम्पाङको पक्षमा छन्। 2-4 जना मान्छेहरू अरोटे भरौटेहरूले तपाईँको के भन्दाखेरि हाम्रो राजनीतिक भोलि गएर सकिन्छ, यो बस्तीबाट हामीले हात धुनुपर्ने अवस्था आउँछ। हामीले के गरिस् त भन्दाखेरि यत्रो गोला घर ल्यायो, जनतालाई रोजगार दिलायो, होटल व्यवसाय चलायो, सबै कुरा गर्यो, सुरक्षा गर्यो होइन। यहाँ भएका यो कहिलेदेखि कति करोडौँको पार्क चाहिँ तपाईँको सडेर जान आँटेको थियो, त्यसलाई चालुमा ल्यायो। यो एउटा चल्दै नचलेको हाम्रो एउटा चाहिँ नि नौलो बस्तीलाई आज विश्व संसारभरि मेयर हर्क साम्पाङले चिनाउनु भयो भनेपछि जनताहरू त सबै एप्रिसिएट गर्ने भए, सबै जनताहरू त्यता लाग्ने भयो। भइसकेपछि के भयो भन्दाखेरि चाहिँ अब यिनलाई कसरी फेल खुवाउने भन्दै जाँदाखेरि उसले जे काम गर्यो त्यही काममा चाहिँ भाँजो हाल्ने कामहरू सुरु भयो। त्यो ग्याबिन लगाएर जाली तार लगाएको मैले अचम्म लाग्छ, सुन्दा पनि म छ। अगर हाम्रो पक्षमा हाम्रो मान्छेहरू त्यहाँ समितिमा राखेको भए यो विवादै हुँदैन थियो अरे। ल हेर्नुहोस् त के भने अब यो
ल तपाईँहरू आम नागरिकले सोच्नुहोस् त उनीहरूको मान्छे राखेको भए चाहिँ विवादै हुँदैन थियो अरे क्या अनि त्यो नराखेको कारणले विवाद गरिदिएको अरे तपाईँहरूमा केही शङ्का होला नि त उहाँहरूले गर्नु खोज्नुभयो हामीले के गरेका छौँ र हामीसँग केही पनि छ जति छ एकलाई एकै हो दुईलाई दुई के अरे दुईलाई हामीलाई एक बनाउन सकिँदैन एकमा एक जोडे दुई नै हुन्छ पाँच बनाउन सकिँदैन अब हामीले भनेको सुन्नु न हामीले के भ्रष्टाचार हामीले त सबै के गरेका छौँ भन्दाखेरि एक पैसा पनि लिएका छैनौँ खालि तपाईँको चाहिँ नि त्यो जाली कतिवटा लाग्यो ढुवानी कति लाग्यो लेसिङ तार कति लाग्यो त्यतिको पैसा नै त त्यहाँ एप्लाई गरेको छ अरू त केही छैन नि त तर उनीहरूलाई के भयो भन्दाखेरि नाम कसको आयो भन्दाखेरि त अरूको आयो उनीहरूको आएन अनि त्यो भएपछि अब त्यही हो त्यो पनि प्रहरी चौकी पनि नाम चाहिँ भरि हर्का साम्पाङको आउने भइसकेपछि उसलाई चिन्ता लाग्यो अरू केही होइन यो सबैजनाले बुझ्न आवश्यक छ हर्का साम्पाङको पनि नाम पनि भोलि त्यो प्रहरी चौकी पनि हर्का साम्पाङले नै बनाइदियो भन्ने नाम आउने हिसाबले चाहिँ उनीहरू चाहिँ डराएको हो क्या खासमा त्यस कारणले गर्दाखेरि अब त्यहाँ गोलाघर बनायो हर्का साम्पाङकै नाम आउँछ त्यो पार्क राम्रो चलायो हर्का साम्पाङकै बाटो हेर्नुहोस् त त्यहाँ हामीले कति ड्रेन कति छिटो बनायो होइन ड्रेन बनायो जय जयकार हर्का साम्पाङै छ है श्रमदान गरेर ड्याङ बनाएको छ अब त अहिले हुँदा हुँदा तपाईँलाई अचम्म लाग्दो कुरो के छ भने हर्का साम्पाङको श्रमदाताहरूले तपाईँको चाहिँ नि यौन दुर्व्यवहार गर्यो भनेर कुराहरू अहिले सुन्दैछु मैले होइन यो व्यवहार के हो त अनि हामीले कति सहनु लुकाउनु त्यस्तो चिज पनि सहने कुरा हो र होइन नि सत्य तथ्य हो भने त त्यतिखेरै कारबाहीकोतिर गर्दाखेरि भइहाल्थ्यो नि त तर अहिले आएर चाहिँ तपाईँको कुन प्रकारले भन्दाखेरि चाहिँ त्यो एक प्रकारले उनीहरूले त्यो भन्छ नि त्यो के अरे नबज्ने बाजालाई बजाए जस्तो तरिकाले होइन अहिले आएर तपाईँको चाहिँ नि फन्डा मचाउनु खोजिरहेछ आम जनताले बुझ्नु आवश्यक छ भनेपछि त्यहाँ ग्याबिङ जाली लाउँदाखेरि पनि तपाईँहरूको कुनै स्वार्थ थिएन त्यहाँनिर हाम्रो स्वार्थ भनेको चाहिँ त्यो बचाउनु हो त्यो भवन चाहिँ त्यो जुन तपाईँको चाहिँ हामीले निर्माण गरिरहेका बहुभाषिक पाठशाला छ त्यो चाहिँ हामीले बचाउनुपर्छ त्यसलाई चाहिँ क्षति हुन दिनु हुँदैन तलतिर पार्क पनि तपाईँको बचाउनुपर्छ भन्ने स्वार्थ हो हाम्रो चाहिँ अब अरू कुरा स्वार्थ भनेको उनीहरू नाम कमाउने दाम कमाउने उनीहरूलाई चाहिँ हाई हाई गरेर छोड्ने उनीहरूको होला स्वार्थ हामीलाई त्यो स्वार्थ छैन हामीलाई त्यो मतलब पनि भएन हामी काम गर्ने मान्छे काम गर्छौँ यी जनतालाई पानी खुवाउँछौँ पानी बोक्न आउँछौँ यी ढुङ्गा माटो बोक्छौँ सबै कुरा गर्छौँ हाम्रो स्वार्थ यस्तै छ हेर्नुहोस् अच्छा जस्तो अघि भर्खरै मात्रै हाम्रो 4 नम्बर वडाका वडाध्यक्षजीसँग पनि कुराकानी हाम्रो भयो होइन त्यो खालको घटना घट्यो अथवा त्यस्तो भइराखेको छ होइन यसलाई कसरी हेर्नुहुन्छ भन्दाखेरि चाहिँ यो सबै 84 को लागि हो यो फन्ड राजनीति हुन थालेको कुरा पनि गर्नुभयो उहाँले एकदम यो तपाईँ हामीले के बुझ्नु पर्यो भने नि अब के गर्दा पनि यो श्रमदानलाई रोक्न सकिएन के गरौँ अब उनीहरूको एउटै मात्रै के अरे ध्यान भनेको के भन्दा कसरी यो अभियानलाई रोक्न सकिन्छ बस त्यो मात्रै हो कि उनीहरूको चाहना चाहिँ त्यति हो चाहना जस्तो अहिले भर्खरै मात्रै तपाईँले भन्नुभयो नि बालिका यौन दुर्व्यवहार होइन श्रमदाताले गर्यो भनेको छ त्यहाँका स्थानीयले भनेका छन् पहिला नम्बर तपाईँलाई एउटा कुरो के भन्न चाहन्छु श्रमदानमा हामी पब्लिक आह्वान गर्छौँ पहिला कुरो त श्रमदानमा आउने मान्छे सबै श्रमदाता हुन्छन् त कोही मान्छे रमिता हेर्न पनि आएको हुन्छन् कोही मान्छे कसरी गर्दो रहेछन् भन्ने आउला कोही उनीहरूकै आफ्नै मान्छेहरू जासुस गर्न पनि आउला कसैले कहाँ यिनीहरूले मिस्टेक गर्दो रहेछ भनेर त्यो खोजी पनि गर्ने आउनु होला हामीले थोरै नै उसको नाम टिपेर तिमी चाहिँ श्रमदाता हो भनेर हामीले राखेका छौँ र छैनौ नि त त्यो श्रमदाताको तिमीलाई चाहिँ नि यो प्रमाणपत्रै भनेर दिएको हो र हामीले होइन नि त मैले पनि पाएको छुइनँ अहिले हामीहरू सबै श्रमदान गर्ने त्यही छौँ नि त एउटा अभियानमा खालखालका मान्छेहरू आउला कोही के आउला तर त्यस्तो कारबाही गर्ने सन्दर्भमा त हामीले त भनेको त ओपन रूपमा हामीले स्वीकारेका छौँ यदि कसैले त्यस्तो गर्छन् भने हामी कसैले पनि बचाउँदैनौँ त्यस्ता काम गर्नेहरूलाई होइन भनेपछि श्रमदाताले नै त्यस्तो काम गरेको छ भने तपाईँले बचाउनु न तेरेका कसरी बचाउनु त हौ हाम्रो राजनीतिक उसमा त त्यो छ नि हाम्रो त्यो हुँदैन हामीले त भन्दैछौँ अहिले पनि तपाईँहरू कारबाही गर्ने गर्नुहोस् कसले गरे हो त्यसलाई ल्याएर कारबाही गर्नु न हामीलाई मतलब गर्नु न तपाईँहरूले के को प्रक्षेपोषण गर्छ यार हामीले किन गर्नु हामीले गल्ती गर्ने एकजना गल्ती गर्छ उसले नि हामी प्रक्षेपोषण गर्ने तिनीहरू जस्तै भइहाल्यो भने हत्यारा मान्छे दिनदाडै आगोको अगाडिमा पोलेर ल्याएर तपाईँको चाहिँ नि मार्नेहरूलाई तपाईँको चाहिँ नि होइन भने जस्तो हो हामी त्यस्तो खालको हो त होइन नि त अनि त्यही अदालतमा फेरि प्रमाणित गरेर जेल हाल्छ 7-8 वर्ष फेरि त्यही अदालतले होइन भन्दै त्यस्ता खालका सबै न्यायपालिका सबै किनेर बसेको हामीहरू तपाईँको चाहिँ नि मान्छे हो र हामी त एउटा देश र जनताको लागि काम गर्छौँ हामी न प्रशासन हामीसँग छ न तपाईँको चाहिँ नि के अरे तपाईँको कर्मचारी छ न हाम्रो अदालत छ न हामी के छ हामी त जनतासँग सिर्फ हामी जनताको काममा छौँ नि त त्यस कारणले गर्दाखेरि हामी त एकदम जनताको भलो चिताएर जनताको उन्नति प्रगतिको लागि मात्रै त हामी काम गरिरहेछौँ जुन त्यो घटना त्यो श्रमदानको दिन भएको घटनालाई चाहिँ सुरुमा चाहिँ वडाध्यक्षज्यूले म यहाँ थिइनँ म यिनीहरू गएको थिएँ
आफन्त खसेको कारणले अथवा त्यस्तै समथिङ के भन्नुभएको छ होइन। पछि चाहिँ फेरि अब त्यहाँ त्यस्तो घटना भयो तर म बोलिनँ अथवा मलाई नै यहाँका जनताले हकारे होइन किन बोलिनस् यताउता भन्ने खालको कुरा त्यो सबै अहिले आएर नि त्यो राजनीतिक फन्डा मचाउने एउटा मेलो हो। मूल प्रश्न चाहिँ के छ अहिलेसम्म फेरि उहाँले किन भन्नु भएन भन्ने खालको प्रश्न पनि छ होइन। भन्नु पर्थ्यो नि त, उहाँ त जनप्रतिनिधि, इभन मैले पनि भन्नुपर्छ त्यहाँ त्यो खालको दुर्व्यवहार भइराखेको छ जोसुकै होस्, श्रमदाता होस् अथवा कोही होस् होइन, किन भनिएन भन्ने प्रश्न पनि छ क्या। यो पहिला नम्बर 1मा त त्यहाँनिर तपाईँहरूले पनि फेरि यो कुरालाई खोलाउनु भएन होइन। त्यस्तो अब त्यहाँ भएको भए त्यस्तो घटना घटेको भए त हामीले बताइहाल्ने थियौँ नि पहिला कुरो त होइन। दोस्रो कुरो चाहिँ त्यत्रो मान्छेको क्राउडेडमा त्यस्तो गरिहाल्ने त्यो अवस्था पनि हुँदैन पहिला कुरो त। अब मान्छेहरूमा बोल्दै कोही मान्छेले हाहु गर्दै कसैले जिस्कायो कसैले करायो होला त्यो अलग कुरो रह्यो होइन। तर त्यत्रो मान्छेको बिचमा त्यस्तो खालको काम हरकत गर्न सक्छ त? सक्दैन नि त। त्यो त तपाईँको किमै पनि गर्न सक्दैन। त्यस कारणले गर्दाखेरि त्यो चिजमा मैले के भनेको छु भनेदेखि कमसेकम त्यस्ता कामहरू गर्ने कसैलाई पनि हामी श्रमदाता हो हामीसँग श्रमदानमा आयो भन्दैमा त्यसलाई छुट गर्ने, त्यसलाई बचाउने, त्यसको संरक्षण गर्ने। हामी पहिला कुरो त त्यो काम गर्दा पनि गर्दैनौँ, त्यो संरक्षण गर्ने हामीसँग पहिला कुरो त त्यो संयन्त्र उनीहरूको जस्तो हामीसँग छँदा पनि छैन होइन। गल्ती गर्छ भने हामीले भनिराखेका छौँ, जसले त्यस्ता कुकृत्य काम गर्छ भनेदेखि हामी कसैलाई पनि छोड्दैनौँ, कसैलाई पनि हामी बचाउँदैनौँ। तपाईँहरू अलिक गम्भीर नभएको जस्तो देखियो नि त कस्तो त्यो विषयमा चाहिँ। हामीहरू गम्भीर किन नहुनु? हामीले अब उनीहरू गरेको भए त्यतिखेर उनीहरूले गर्दा भइहाल्थ्यो नि त नि, गर्दा भइहाल्थ्यो नि त नि। किन त पुलिस प्रहरी थियो होला होइन, सबै कुराहरू गर्दा भइहाल्थ्यो नि त। हामीले के गर्नु चाहिँ गम्भीर गर्नुपर्ने? हामीले चाहिँ के छ त्यो खालको त्यहाँ घटना हुन हाम्रो होइन, हाम्रो यस्तो यस्तो मान्छेहरू यस्ता यस्ता रहेछन् भनेर तपाईँहरूलाई त्यहाँनिर क्लियरिफाई हामीले त कहाँ चाहिँ अब त्यसो भए त्यतिखेर आएको भए त गरिहाल्थ्यौँ नि हामीले। अनि खोइ त खोइ कहाँ थाहा भयो त नि? अहिले त्यत्रो चाहिँ अहिलेसम्म अहिले आएर चाहिँ भयो त अनि पहिल्यै गरेको भए त त्यतिखेर ल कसले रहेछ कहाँ रहेछ भनेर चाहिँ ठ्याक्क ठुक्क गरिन्थ्यो होला, सबै भइहाल्यो। आउँदाखेरि चाहिँ त्यो श्रमदाता चाहिँ होइन, अलि सुस्त मनस्थिति भएको कोही अरू मान्छे हो होइन। त्यो त भने त उनीहरूलाई थाहा छ त कस्तो मान्छे थियो, चिनिहाल्छ त त्यो। अहिले त मान्छे त मर्या होइन होला त, अहिले पनि गर्दा भइहाल्यो नि बोलाएर होइन। अब उनीहरूको भनाइ के छ त? के गर्यो भन्दाखेरि चाहिँ के गर्यो अरे उता माथि बसेको थियो अरे बोलायो अरे, अनि बोलाएर अनि गएन अरे होइन, त्यति भने हो नि त होइन। त्यो छुइछाइ पनि भएको के को छुने चाउने त्यो भनेपछि त माथि त्यो के अरे हाम्रो श्रमदाताहरू सबै त्यो यतापट्टि पिसाब सर्ट जाने ठाउँ थियो, त्यता जाँदैखेरिमा चाहिँ उसलाई चाहिँ यसरी बोलायो अरे त्यो भन्ने कुरा उनीहरूकै मुखबाट सुनेको है मैले चाहिँ। त्यही उनीहरूले मिडियामा दिएको कुरा। अनि बोलाउँदाखेरि अनि यस्तो यस्तो भन्यो, यस्तो यस्तो भएछ भन्दै के भन्यो अरे ती सानो बहिनीलाई होइन। अनि त्यहाँबाट ऊ चाहिँ निस्कियो तल आएर, अनि तलबाट आएर उसको ठुल्डेडी कसलाई सुनायो के भने यताउति आयो होइन। अब त्यो कुरो चाहिँ के भन्दाखेरि उनीहरूले त्यस्तै साह्रै तपाईँको चाहिँ नि त्यो परेको भएदेखि त त्यतिखेर छोड्दैन थियो। भनेपछि तपाईँहरू श्रमदाताले यदि गरेको छ भने कठोर रूपमा कारबाही गर्न म त एकदम म खुल्ला रूपमा भन्न चाहन्छु होइन। कसैले गर्छ त्यस्तो गरेको छ भने ओपन साथ कारबाही गर्नु होला होइन। म त कोहीसँग त्यस्तो विषयमा बोल्नेवाला छुइनँ, किनभने गलत गर्नेलाई गलत त्यसले त सजाय त भोग्नु पऱ्यो नि, त्यो सजाय भोग्नुपर्छ। हिजोको दिनमा यस्तै गल्ती गर्ने मान्छेलाई पक्ष पोषण गरेको कारणले गर्दाखेरि जनताहरू आजित भएका छन्। अब त्यो पक्षमा हामी त त्यो कुरामा हर्का साम्पाङ त्यस्तो छ त तपाईँले विचार गर्नु न। हामीले गर्ने चाहिँ को हामी चाहिँ उहाँले त भन्नुभएको छ लाइभमै भन्नुभएको छ बुढीलाई छोड्दिनँ भन्छ यार टेरिका। बुढीलाई त म तपाईँको चाहिँ गर्दिनँ भन्ने मान्छेले अनि हामी त्यस्तो कुरामा लागेर हिँड्छौँ त हिँड्दैनौँ नि। र हामीले पहिला कुरो त त्यो गरेर कसैले त्यस्तो गरेर हामीले सक्ने कुरो पनि होइन, किन उनीहरूकै छ पुलिस प्रशासन उनीहरू छ सबै कुराहरू त्यस्तो। थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद, क्लियर गरिदिनु भयो, धन्यवाद। हस्।